म आज तपाईहरुलाई प्रोटोसमा हामीले चाहिँ गीतहरु फाइलहरु बाउन्स गर्दाखेरि चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ सिकाउन गइराखेको छु। जस्तो मैले यहाँनेर एउटा फाइल चाहिँ खोल्दै छु र जस्तो हामीले एउटा फाइल चाहिँ खोलिसकेपछि मानौ यो गीतको काम सक्यो। जस्तो हामीलाई अब यो गीत रिलिज गर्नुपर्ने भयो, नभए मोबाइलमा सुन्नु पर्ने भयो, कसैलाई सुनाउनु पर्ने भयो भनेपछि चाहिँ हामीले चाहिँ त्यसको लागि चाहिँ फाइल चाहिँ बाउन्स गर्ने गर्दछौं गीत चाहिँ। र त्यसको लागि चाहिँ अब जस्तो हामीले चाहिँ के गर्नु पर्यो भनेपछि पहिला हामीले फाइल खोल्छौं र फाइल खोलिसकेपछि जस्तो हामीले चाहिँ कन्ट्रोल ए गरेर सबैलाई सिलेक्ट गर्यौं र सिलेक्ट गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले फाइल लेखेको छ। फाइलको तल हामी गयौं भनेपछि बाउन्स टु डिस्क भनेको छ र यसरी गर्दा पनि हामीले चाहिँ गर्न सक्छौं। र अर्को भनेको जस्तो हामीले चाहिँ सबैलाई चाहिँ सिलेक्ट गरेर किबोर्डमा गएर कन्ट्रोल अल्ट बी गरेर जस्तो हामीलाई चाहिने वेब फर्मेटमा चाहिने हो कि MP3 चाहिने हो, नभए यहाँनेर दुईटै सिलेक्ट भएको छ र हामीलाई वेब पनि चाहियो र MP3 पनि चाहियो भनेपछि हामी चाहिँ यहाँ MP3 एड MP3 लेखेको छ, यहाँनेर चाहिँ एड गर्न सक्छौं। र हामीलाई चाहिँ ट्र्याक चाहिँ जस्तो फर्मेट चाहिँ कुन फर्मेटमा चाहियो, जस्तो मोनोमा चाहियो कि मल्टिपल मोनोमा चाहियो कि इन्टरलिप चाहियो। जस्तो यो मोनो साउन्ड भनेर भन्यो भनेपछि हामीले चाहिँ एउटा मोनोमा निकाल्न सक्छौं र मल्टिपल मोनो भनेको छ र यो चाहिँ हामीले चाहिँ जस्तो एउटा स्पिकरमा मात्रै बजाउने हो, लेफ्टमा मात्रै बजाउने हो, नभए राइटमा मात्रै बजाउने हो भनेपछि मल्टिपल मोनोमा चाहिँ बाउन्स गर्ने गर्दछौं। र त्यसैगरी यहाँ इन्टरलिप भनेको छ, इन्टरलिप भनेको तपाईको जस्तो यो चाहिँ एउटा स्टेरियो ट्र्याक भएर आउँछ। र त्यसैगरी यहाँनेर जस्तो देख्न सक्नुहुन्छ तपाईले बिट हामीले अहिलेलाई फर एक्जाम्पल 24 नै राख्यौं र सिम्पल रेट पनि 48 किलोहर्ज नै अहिले राख्यौं। र यहाँनेर फाइलको नेम भनेको छ, जस्तो यहाँनेर एउटा गीतको बोल मैले लेखे अहिले। त्यसैगरी चाहिँ यहाँनेर देख्न सक्नुहुन्छ तपाईहरु अफलाइन भनेको छ, हामीले चाहिँ सुन्दै बाउन्स गर्ने हो भनेपछि यो अफलाइनलाई चाहिँ यसरी हटाउन सक्छौं। हैन हामीलाई चाहिँ अलि हतारै छ भन्ने टाइपको भयो भनेपछि हामी चाहिँ यसरी अफलाइन गरेर नसुनेरै हामीले चाहिँ बाउन्स गर्न सक्दछौं। र यहाँनेर चुज भनेको छ, जस्तो हामीलाई यो फाइल चाहिँ अहिले फर एक्जाम्पल मैले चाहिँ अहिले डेस्कटपमै चाहिँ सिलेक्ट गरे। सिलेक्ट गरिसकेपछि जस्तो यहाँनेर युज करेन्ट फोल्डर गर्दिएर अनि मैले चाहिँ यहाँनेर बाउन्समा क्लिक गरे र बाउन्समा क्लिक गरिसकेपछि यहाँनेर टाइटल लेखेको छ, जस्तो यहाँनेर गीतको बोल लेखेर यहाँ आर्टिस्टहरुको नाम, जस्तो यो गीतमा इन्भल्भ भएको सबैको नाम चाहिँ त्यहाँ आर्टिस्टमा लेखेर, एल्बम हो भनेपछि यहाँनेर एल्बमको नाम लेखेर चाहिँ हामीले चाहिँ यसरी चाहिँ बाउन्स गर्ने गर्दछौं। र बाउन्स गरिसक्यो भनेपछि तपाईहरु देख्न सक्नुहुन्छ अब यहाँ बाउन्स हुँदैछ र यो बाउन्स भइसक्यो भनेपछि यो फाइल चाहिँ जस्तो हाम्रो अहिले डेस्कटपमा गएर बस्ने गर्दछ र यसरी चाहिँ हामीले चाहिँ गीतलाई चाहिँ बाउन्स गर्ने गर्दछौं। र आजको भिडियोमा मैले तपाईलाई यति नै भन्न चाहे र कृपया यो भिडियो मन पर्यो भनेपछि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र भिडियो पनि मन पर्यो भनेपछि शेयर गरिदिनु होला। आजलाई यति नै, धन्यवाद।